नमस्कार। हाम्रो चाहिँ क्रिसमसको केक छ नयाँ वर्षको लागि हैन। उहाँ ज्वाइँ मस्त आफ्नो फोनमा हुनुहुन्छ। नमस्कार। अनि क्रिसमसको केक नयाँ वर्षमा अहिले अब गरम गरेर खाने। अनि अरू भनेको रोटी पकाउने, रोटी खाने, आँटा तयार छ अनि सब्जी छ। अब यो केकलाई चाहिँ यसरी छोपेर हामीले आगोमा तताउने हैन, हामीले यसमा पानी हालेर स्टिम गर्ने हो। त आगोमा तताउँदा यो घरमा बनाएको केक हो। उहाँ मेरा ज्वाइँको भाइ हुनुहुन्छ। उहाँले चाहिँ यो केक बनाउनुहुन्छ। कसैलाई घरको केक चाहियो भने सम्पर्क गर्नु होला हामीसँग हैन। यो क्रिसमसमा बनेको हामीसँग कति डब्बा बनेको थियो अरे? 5 डब्बा बनेको थियो। त्यसमा छ अझै एक फुल छ अझै। यसमा चाहिँ हेर्न सक्नुहुन्छ पुरा हैन। यो चाहिँ प्याकै छ हैन। यो चाहिँ अझै पाहुनालाई बाँड्नै छ। भोलिको दिनलाई पाहुनालाई यो चाहिँ हामीलाई अलिअलि अस्ति पनि खायौँ अनि यो फेरि पनि खाने हामी। आज नयाँ वर्षको सबैलाई धेरै धेरै शुभकामना छ।